सत्य बोलिदिनु होला, वास्तविकता खोलिदिनु होला। यो अकिञ्चन निर्दोषमाथि थोपरिएका कपोलकल्पित भ्रामक कुराहरूको समाधान गरिदिनु होला भनेर गुरुवर यति बेर अपेक्षा गरे, प्रतीक्षा गरे। बोल्नु भएन, खोल्नु भएन, उल्टा आगोमा घिउ थप्ने काम गर्नुभयो। खुसरुक्क हैन हजुर? सत्य तपाईँ बोल्नुहुन्न, किनभने तपाईँ आफू सत्यमा हुनुहुन्न। म सत्य बोल्छु, कि तपाईँ सत्य बोल्नुहोस् कि म सत्य खोल्छु। मलाई कसैप्रति आग्रह र दुराग्रह राख्न छैन, तर इतिहास लेखनका सवालमा जुन जुन तथ्यहरू, प्रामाणिक तथ्यहरू अनुसन्धान के हो थाहा छ तपाईलाई? कि दान भेटी दक्षिणा यजमान मात्रै थाहा छ? अनुसन्धानले, तथ्यले प्राप्त गरेका चिजहरू कि सार्वजनिक गरौँ। जे फैसला दिनुहुन्छ भोग्न तयार छु। रुख पालेर मलाई बस्नु छैन र मलाई वैकुण्ठ जानु पनि छैन, लानु पनि छैन। किनभने तपाईँ जस्ता कुण्ठा पाल्नेहरू वैकुण्ठ जाने हो, मलाई कुण्ठा पाल्नु छैन। तर अझै पनि भन्छु, शरण मैले ढोग्ने छु, ढोग्दै रहन्छु। बाटोमा आउनुहोस्, अगाडि बढ्नुहोस्, उद्देश्य पुरा गर्नुहोस्। औँलो उठाएको उद्देश्य नछाडौँ भनेर हो। तर सम्झाउँदा मान्नुहुन्न, टेर्नुहुन्न भने त्यस पछाडिका कुरा ती दाताहरूले गर्नुहोला, मलाई त्यता जानु छैन। याद रहोस्, अत्याचारले सीमा नागेको छ। व्यवस्थापन गरौँ, एकचोटि मम भनौँ। आत्मना प्रतिकूल अनि परेशान समाचरित। तपाईँ त पण्डित हुनुहुन्छ, म पण्डित होइन, श्रोता हो। तपाईका कुरा धेरै सुनेर सिकेको कुरा निवेदन गरेको हुँ। यावत् व्रियत जठरम तावत् सत्वम हि देहिनाम सत्यमेव जयते जन्माद्यस्य यतो नयादितरत सत्यम परम धीमहि। चिन्तन गर्नुहोस्, एकान्तमा बसेर, भिडमा होइन। कृष्णका तटको ढुङ्गो देवता कहलाउँछ। स्मरण रहोस्, मलाई तपाईको सम्मान गर्नु छ, अपमान होइन। म अपमान सहन गर्छु, तर एउटा मात्रै आरोप पुष्टि गर्नुहोस्। आजीवन तपाईका घरमा हलिबस्छु र मसँग भएको प्रसाद जति छ, पितृप्रसाद, गुरु कृपा प्राप्त भएको चिज तपाईका नाममा पास गर्छु। तर बकवास बढी भयो है हजुर, गन्ध बढी भयो। थाल ठोकेर आवाज छोप्नु होला, ठिकै छ। बास्ना के गर्नुहुन्छ है महोदय? तपाईँ नि भागवतको व्याख्याता हो। के भन्छ महात्मामा? वेदव्यासले लेख्यो, कमाइ खाने विषय होइन त्यो। हाम्रो निष्णात सनातन धर्म परम्पराको, अक्षुण्ण परम्पराको पुञ्ज हो त्यो। पण्डितास्तु कलत्रेण रमन्ते मैसाइव। अनि के अरे हजुर? अदक्षा मुक्ति साधन, ते दक्षा जुक्ति साधन एरेव। तस्मात् कारणात् दक्ष होइन, जुक्ति होइन, युक्ति साधना गर्नुहोस्। दक्ष बन्नुहोस्। अध्यक्षज्यू, महासचिवज्यू, मेरो अनुरोध हो, यो अन्तिम हो।